साथीहरु नमस्कार। एकैचोटी तपाईहरु यो भिडियो हेर्नुस्, सुन्नुस्, कस्तो लाग्छ? फागुन 21 गते भोट हाल्न जाने, मासु भात जुन पार्टीले खुवायो नि खाने है, खाने दिउँसो भुलाएर पकाएर नास्ता टोक्ने, अनि यसो बुथतिर जाने, मतपत्र लिने, झन्डा आफ्नै पार्टीको बोक्ने, यसो हेरेर छाप घन्टीमा ठोक्ने। हेरिसक्नुभयो? तपाईहरुले पनि गर्ने भनेको यही हो। मासु भात दिन्छन् खानुस्, पैसा दिन्छन् लानुस्, चिया नास्ता दिन्छन् त्यो पनि खानुस्। चुनावको दिन तपाईहरुको लागि स्पेशल व्यवस्था पनि हुन सक्छ। एमालेको, म कांग्रेसको, म माओवादीको भनेर बुथहरुमा धेरै जसो ठाउँमा चिया नास्ताको व्यवस्था पनि होला। तपाईलाई दिएपछि खानु होला र भोट चाहिँ ड्याङ कि ड्याङ घन्टीमा हाल्नु होला। यिनीहरुले पैसा दिन्छन्, पैसा लिनुस्, खाना खानुस्, मासु भात दिन्छन्, मासु भात खानुस्, जे पनि दिन्छन् लिनुस्, भन्नुस् मैले भोट तिमीहरुलाई नै हाल्ने भनेर भन्नुस्। तर जब तपाई मतदान केन्द्रमा जानुहुन्छ भोट हाल्नको लागि, त्यति बेला भोट चाहिँ सिधै घन्टीमा हाल्नु होला। यी झोलेहरुको चाकरी प्रथा बन्द गरौं र कुनै यो पुराना तिम्रा पार्टीहरुको चाकरी गर्न पनि छोड्नुस्। अहिले नयाँ जेनेरेसन हो, नयाँ पुस्ता हो, देश परिवर्तन चाहन्छौ भने आफ्नो भोट परिवर्तन गरौं। पैसा मासु भातको लागि आफ्नो मतलाई नबेचौं। भिडियो धेरै भन्दा धेरै शेयर गर्नु होला। लाइक त थिच्दिनुस् बाबा, कि छेउमै हुन्छ लाइक।